एभ्रिवान यहाँ हेर्नु त हाम्रो त यो आसाममा यस्तो फल्छ अमिलोको बोट गाइस यहाँ हेर्नु ए ए हाम्रो अमिलोको दाना यसरी फल्छ हेर्नु यहाँनेरि यस्तो छ बाँसघारी हैन अनि यो चाहिँ वहाँ हामी बारीमा गएका क्या गाईहरू बार्ने ठाउँ हो यो अनि म तपाईहरुलाई देखाउँछु ल सब्जी बारी हेर्नु गाइस यहाँ चाहिँ हाम्रो भिन्डी बारी छ हैन हेर्नु न भिन्डी कस्तो फलेको छ नि यसरी फलेको छ भिन्डी नै भिन्डी गाइस यो चाहिँ खोला हो गाई लाने ठाउँ गाई ठोक्ने ठाउँ हो हैन म तपाईहरुलाई सब्जी बारी देखाउँछु ल एक जाँदैछु गाइस गाई चाहिँ गाई बार्ने ठाउँ हो हैन यहाँ सब्जी पनि लगाएको छ देखाउँछु तपाईहरुलाई परवल चाहिँ यसरी रोप्नु पर्दो रहेछ हैन गाइस चाङ लगाएर यसरी रोप्नु पर्छ हेर्नु वहाँ परसम्म रोपेको छ गाइस